के तपाईको घरमा खाना पकाउने ग्यास सकिएको छ? यदि सकेको छैन भने नि जति छ त्यसलाई फारू गरेर चलाउनु होला, जथाभावी प्रयोग नगर्नु होला, किनभने अब बजारमा ग्यासको अभाव सिर्जना भइसकेको छ। विश्वमा उब्जिएको विभिन्न परिस्थितिका कारणले गर्दाखेरि भारत र नेपालमा अहिले तुरुन्तै हामीले ग्यासको अभाव हुँदै गएको देखेका छौँ। त्यसैले भर्खरै नेपाल आयल निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ अबदेखि प्रति सिलिन्डर 7.1 केजी मात्रै ग्यास भरिनेछ, जुन चाहिँ अरु बेला हुने भन्दा आधा ग्यास हो। त्यसैगरी यसको मूल्य पनि घटेर ठिक्क आधा भएको छ, अर्थात् 955 रुपैयाँ तिर्नुपर्ने हुन्छ। जबसम्म विश्व बजारमा ग्यास राम्रै उपलब्ध हुँदैन, नेपालमा यसै गरी आधा सिलिन्डर ग्यास आधा रकममा पाइन्छ। अथवा यो समस्या चाँडै समाधान भयो भने ग्यास पुरा पाउन सकिन्छ, तर यो समस्या चाँडै समाधान हुन्छ भन्ने कुरामा कुनै निश्चित छैन। हुन सक्छ केही समयका लागि ग्यास अभाव होला। त्यस्तो अवस्थामा हामीले आफूले सोचेर अघि बढ्नुपर्ने हुन्छ। हवस् त, धन्यवाद।